हेलो गाइस, नमस्ते शिवारो। म सानो लिम्बू। मेरो भिडियोमा हजुरहरूलाई स्वागत छ। म चाहिँ आज करेसाबारीमा छु है। अनि मैले अनि मेरो आमा बहिनीले गरेको कामहरू चाहिँ यस्तो छ साथीहरू, तपाईँहरू हेर्दै जानुहोला। यो रहेको छ चाइनिज साग। यो चाहिँ सलादको रूपमा नि खान मिल्छ हैन। यो चाहिँ चाइनिज साग रह्यो। अनि यो पनि चाइनिज सागै हो। अनि मासु, सुँगुरको मासुसँग चाहिँ एकदम दामी हुन्छ है यो चाहिँ साथीहरू। अनि यो चाहिँ रहेछ बोडी सिमी। हेर्नु यस्तो राम्रो फलिरहेछ। अनि यहाँ चाहिँ रहेछ मेरो गोर्खेनी हो यो चाहिँ हैन। अनि यहाँ रहेछ दुईटा गोर्खेहरू। यो गोर्खेहरूलाई चारो थोरै खाँदैन। उनीहरूको मल यति भएको छ। हेलो गोर्खेहरू, के छ खबर? अनि यहाँ चाहिँ यो चाहिँ आमा बन्दैछिन्, बिचारा गाह्रो होला सोतर काटेर अलिकति हालिदिएको। अनि यो चाहिँ रहेछ फर्सीको गट्टा फल्दैछ यहाँ चाहिँ साथीहरू। अनि यो चाहिँ रायोको साग सबै किराले खाएर। अनि यो चाहिँ मकैहरू है साथीहरू। अनि यो चाहिँ लसुन रोपेको। यो चाहिँ हाम्रो मेहनत, आमा अनि मेरो बहिनीको मेहनत हो यो। लट्टे साग पनि छ है मनपर्ने जतिलाई। यो चाहिँ सुँगुरको चारो पिँडालु। यसको फेद खानु नै मिल्छ। यिनी चाहिँ मेरो आमा हुनुहुन्छ हेर्ने, गीत सुन्दै सतर काट्दै हुनुहुन्छ बिचरा। मोबाइल पनि उता राखेर हाम्रो आमा यहाँनिर गीत सुन्दै घाँस काट्दै हुनुहुन्छ। कुरै कुरो छ, मैले सघाएँ अलिकति। लु काट्नु है, म गएको दोकान। अब दोकान पनि जानुपर्ने हुन्छ। यस्तै छ साथीहरू। यो गट्टा चाहिँ दिउँसो घाममा हल्लिँदा त केही हुँदैन। यो चाहिँ म खान लाने। सिद्रा अलिकति छ, चट्टै मिसाउने खाने। यहाँ पनि सानो फल्दैछ, उता नि फल्दैछ। कति हो कति तरकारीको लागि चाहिँ यहाँ पनि लुकेर फल्दै रहेछ। मेरो गोर्खेहरूको खोर चाहिँ यस्तो छ। यिनीहरूले यति मल बनाइसक्यो, अस्ति नै भन्दा धेरै लगाएको बारीमा। बाई बाई गोर्खेहरू। मेरो बहिनीको मेहनत है साथीहरू। यस्तो फुल सजाएको छ हैन, टक्कसँगले। प्लान्टहरू सबै रोपेछ। यो चाहिँ मेरो बहिनीको मेहनत यस्तो छ टक्कसँगले। यस्तो छ है। मेरो घर वरिपरि चाहिँ कुखुरा नि कुद्दैछ। मेरो लुइसी यहाँ छ, लुकेर बसिरहेछ नाना लाएर। अनि यहाँ ठुलो भाले छ है, भाले यहाँ चाहिँ मसिनो छ। अनि यहाँ दाउरा। अनि यहाँ पनि थोरै सब्जीहरू छ चट्टसँगले हैन। अनि यहाँनिर पनि यस्तो छ। अनि यहाँनिर हेर्नुहुन्छ नि खोर्सानी नि छ, एक दुईवटा फलिरहेको देख्नुभयो। बिरुवा सिमी फलेको।